नमस्ते सबैजनालाई म समीरा रुमाङ युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामी पर मामाहरुकोमा जान लागेको। हामी चाहिँ सेकुवा खाने भनेर भनेको। हामी भाइ मम्मी हामी सबैजना परिवार जाँदै छौं। सालुम मम्मी चाहिँ सक्नु भएछ। हामी सेकुवा तिमीलाई पनि यहाँ बसेर लाई हान्तले एकमा चटपटे बनाउनु मैले पनि आज रात परेको है अलि छिटो आउनु पर्ने भयो नानीको आमालाई चुप लाग्नु कति बोल्नु भएको छ कोही चाख्नु त धन्यवाद प्रभु अलि सानो गरेर दिन्छ आगे रो दादा ये पर सेटे छ भाइ यति बेला त खानुपर्ने कि नि यहाँ चटपटी नि बनाउनु अरे भरिले तर्नु रहेछ। यहाँ चाहिँ चटपटी खानुपर्छ के रे माइछु कता सामान्नु छ कि सेकुवा यहाँ चाहिँ पाकिरहेको छ। यहाँ सेकुवा यस्तो अझै पनि छ। अघि नै आउनुपर्ने 7 केजी पो है 7 केजी माइजले चाहिँ अगाडि नै पोल्सक्नु भएछ। तर कस्तो उयो बत्ती देखेको अब चाहिँ यति छ। अब चाहिँ अझै नि छ है 2 केजी जति होला। फेरि अमाइ दिया मोबाइल हेलो के हो लाइभ हाय तेरी माइती गाई ले ले सक्यो न अब यहाँ गफ गर्नु पर्छ। फेरि यहाँ लिख अब चाहिँ सक्नु लाग्यो है। ओ पाँच लौ रे कता हो गुरुजी के गरौ त पात्ते त के सुस्रायो हैन कहाँ गर्छु भन्नु भयो नि त छोड्नु पर्छ। चटपटी पनि सेकुवा नि रेडी भइसक्यो। बसेपछि मिठाउँछ मसला पनि खोल्नु पर्छ। दुईजनाले भयो मिस्टेक भयो भने भुजा छिटो हाल्यो। पापड पनि छ। दुईजनाको हातको यसपालि त कति खायो होइन बारीको हातको पनि कति खायो। कस्तो लाग्यो के चाहिँ मिठो लाग्यो सबै कुरा मिठो छ है। अब छ अनि आदि बनाउँछु चटपट त धेरै भयो होला जस्तो लाग्दैछ। उहरूले खानुहुन्छ होला नि त। यस तेल चाहिँ अलिक लाउनै पर्छ नभए उयो हुँदैन अलिक बाइन्डै हुँदैन। कागतीले त सिमो कागती लाउनु पर्ने पर्यो। हातले भएन नि बारी हातले भएन नि।
सिमरन पछि त मलाई पनि मिठो मिठो बनाएर खुवाउनु सिमरनले के चाहिँ बनाउनु आउँछ भन्नु त काकीलाई आगो धेरै पाउँदो रहेछ त अझै छ भने लगाइदिनु अन्त चटपटी सल्लै सक्यो ए दुआ 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 सक्यो सक्यो लास्ट हजुर हुन्छ दिँदै गर्नु नानी यता माइजूले बाँड्दै हुनुहुन्छ ए ऊ त्यो मासु डल्लो गरे हजुर गरिदिँदै मामा त्यहाँ हेर्नु निकालेर हेर्नु नि अबे मुला माइजू दाजु म त लान्छु मलाई त्यो लाइन गएको होइन पुछाले न बेबी 3 जना 4 7 जना सुत्यो र त 2 जनाको परिवार हेरे अब कति खाइदिँदै हो बाबुरामा त्यही हेरिराखे हो भगवान त हो नि त गयो हात यो चाहिँ यो गरेको गरेकै हामीले हेरिराखे थाहा छ हुने काम त परेको होइन ठिक छ लाइन गएर नि बिजोक भयो हाम्रो दुईटा परिवार अनि सागको मिठो त्यसो हाम्रो मामाहरू गफ गर्दै हुन्छ नै नै अब खानुहोस् नानी अब गयो हुन्छ माइजू अब यम्मा ल लाइन गएर कस्तो विश्वास भयो क्या हाम्रो जुवाइका मेहनत होइन नि अब यो सबैजनाको मैले त पोल्ने काममा त हजुरको त्यो पोल्नु तरिका हुन्छ मलाई थाहा छ राम्रले आउँछ होला हौ नानी 5 मिनेटमा हो 15 मिनेट वाइफाई चल सबको सकिसकेछ रात बोलेको छ पछिको त भ्लग आउनु छोड्यो त अनि नाना म तिसने त भ्यान हुँदैन चाल हैन दिशा र दिशा यता लि माला र कान्छाले देखेको छैन अझै यहाँ चाहिँ जान्छु है म त यहाँ त यो कुर्सीमा दाइ यो कुर्सीमा आयो भने मान्छे लान्छु है म तेरो पुलिसको